आदरणीय दर्शकवृन्द नमस्कार। सेवायो यो फेवा लेक नेपालको प्रकृतिले सुन्दर ठाउँ पोखरा त्यो मध्येको एउटा विशेषता फेवा लेक जुन देश विदेशबाट विश्वबाट चाहिँ नेपालको रमणीय ठाउँ घुम्नको लागि टुरिज्म एरिया। यहाँ चाहिँ बस्नुको आनन्द विशेष गरी एकदम रमणीय हुने गर्छ र कुल वातावरण को चाहिँ एउटा नमुना हो यो फेवा लेक। यसको चाहिँ भिडियो बनाएको छु। कस्तो लाग्छ तपाईहरुलाई यो फेवा लेक कमेन्ट गर्नुस् ल। यो चाहिँ फेवा लेकको म छेउबाट चाहिँ भ्यू गरिरहेको छु। अब तपाईहरुलाई म विस्तारै यसको विशेष ठाउँ पोखराको विशेष ठाउँ पाए भने पनि म भिडियो सुट गरेर तपाईहरुलाई सम्प्रेषण गर्नेछु। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला ल। अनि यो पोखराको फेवाताल घुम्न नबिर्सनु होला ल। यो चाहिँ यहाँनिर यो अपार्टमेन्ट रहेछ। यो मेरो जेठा दाजुले भने अनुसार यो अपार्टमेन्ट एकदम राम्रो सिस्टमले बनेको छ भन्नुहुँदै थियो। सायद होला, म छिरेको छैन। यो चाहिँ फेवा लेकको चाहिँ एउटा विशेषता है। सबैजनाले यो मेरो भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। म फेरि विशेष गरी भिडियोहरू बनाउनु पाएँ भने अझै पोखराको विशेषताहरू हालिदिनेछु। पोखरा भ्यू नगरेका मित्रहरूले चाहिँ विशेष गरी उहाँहरूको लागि सुइटेबल हुनेछ भन्ने चाहिँ मैले आशा गर्दछु। तपाईहरुलाई कस्तो लाग्छ यहाँको पोखराको लेक साइड कमेन्ट गर्नुहोस् है त।